अहिले चाहिँ हामी रामबस्ती जान लागेको हाम्रो गाउँ हरियाली जङ्गल यता पनि जङ्गल छ यता छ अहिले चाहिँ हामी रामबस्ती जान लागेको भाउजूको बच्चाको लुगा धुन हाम्रो लुगा धुने बहिनी पछाडि हुनुहुन्छ प्लिज हेर्नु म होइन ल प्लिज दाइ हो दाइ म त्यस्तो लुगाहरू सुन्दिनँ कि मलाई घिन लाग्छ अहिलेसम्म कसैको धुएको छैन आफ्नो लुगा त मम्मी ड्याडीले धुइदिन्छ फर्स्ट टाइम बहिनीले आफ्नो एक्सपिरियन्स मात्रै धुइसकेपछि सेयर गर्छ अहिले चाहिँ भिडियो कन्टिन्यू हेर्नु होला हाम्रो यो थ्याङ्क यू गाइज अहिले कसले चाहिँ धुँदो रहेछ म भिडियो बनाउँछु है गाइज भिडियो मात्रै हेर्नु होला अनि अझै दाइ चाहिँ हाम्रो बहिनीले यता भाँडा मस्काउँदै हुनुहुन्छ अहिले उहाँको एक्सपिरियन्स हामी सुन्नेछौँ भ्लगमा आउनेछ है अनि उहाँले यसपछि तुरुन्तै कपडा पनि उहाँले कपडा धेरै छैन जम्मा यति छ यति प्राचिक अहिले तपाईँहरूले यो भिडियो पनि भ्लगमा आउँछ कृपया राम्रोसँग हेर्नु होला हाम्रो बहिनीको काम इफ यु लाइक माई सिस्टर होइन कन्ट्याक्ट नगर्नु होला ल ल उहाँले अहिले यो सानो भाँडाहरू माझ्दै हुनुहुन्छ यो छोरीहरूको घरको टिक्ने भाँडाहरू मात्रै हो अहिले चिया खाने भात पकाउने कुकर राइसहरू धुनु बाँकी छ त्यसपछि यो अलिकति होइन अलिकति एक बाल्टी लुगा मात्रै धुनु बाँकी छ अनि यो भिडियोहरू अहिले आउँछ है त ल साथीहरू तपाईँहरू राम्रोसँग हेर्दै गर्नु होला इन्जोय गर्नु होला थ्याङ्क यू यता हाम्रो फुपूले सुरु गर्दै हुनुहुन्छ ठिकै छ ल उहाँले एकदम मायाले उहाँको रियाक्सन हेर्नु यहाँ नि त अब हाले आधा यो त वासिङ मेसिनमा धुएको अन्त राम्रो हुन्छ उहाँको हेर्नुहोस् उहाँले सर्वेक्षण गर्दै हुनुहुन्छ निरीक्षण सबै भिजाइदैन त्यो उयोहरू भएको यता राख त्यो टोइलेटहरू भएको यता राख उहाँले गर्दै हुनुहुन्छ अपेक्षाको यता मेहनतहरू यहाँ देखिएको छ अब चाहिँ हामी यहाँनिर अपेक्षाको मेहनतपछि अपेक्षाको लागि ब्रेकफास्ट रेडी भएको छ है यता फेरि सरिताले सुरु गर्दैछ अर्को चाहिँ ल तपाईँ हेर्दै गर्नु होला है त ल थ्याङ्क यू गाइज हेलो साथीहरू अहिले चाहिँ हामी यहाँ गाउँतिर गइरहेका छौँ किनभने यता हाम्रो अपेक्षा बहिनीले भाउजूको लुगाहरू सब लिएर आइसक्नु भएको छ त्यसैले बहिनीलाई म वर्ल्ड टुर गराउँदैछु बाटोमा बाटो यस्तो छ सबैतिर उक्कु लगाइरहेको छ ल साथीहरू तपाईँहरू भिडियो हेर्दै गर्नु होला आजको लागि यति नै हामी चाहिँ अहिले गाउँघरतिर छौँ थ्याङ्क यू बाई बाई धन्यवाद।